हेलो गुड मर्निङ गाइस। आज चाहिँ मेरो चाहिँ घुमघाम टक्क रहने छ सिमलाको बजारतिर। सिमलाको पुरै दृश्यहरू बजारभित्रहरू बजार बाहिरभित्र पुरै देखाउनेछु टक्क लगाएर। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। म आज स्पेसियली सिमला घुम्न टुरको लागि नआएको पनि धेरै भइसक्यो। आज चाहिँ टक्क यतैतिर छु भन्नुपर्छ। आजको दिन कहाँ कहाँ जान्छु के गर्छु र कता कता घुम्ने भन्ने कुराहरू यसै भिडियो मार्फत एक्लै छु। खास मन त लागेको छैन, तैपनि भिडियो बनाउने कोसिस गरेको छु। सो मैले खास त छैन भिडियोमा, जब यस्तै हिँड्दै गर्दा जे देख्छु त्यही क्यामेरामा खिचिदिएको छु, कैद गरिदिएको छु। कृपया जे जसोसुकै भए पनि भिडियो सुरुदेखि अन्तिमसम्म मिलाएर हेरिदिनु होला र नयाँ हुनुहुन्छ भने टक्क फलो पनि गरिदिनु होला। हजुरहरूको सपोर्ट एकदमै खाँचो छ। सो एकले अर्कालाई सपोर्ट गरौँ होइन। यत्तिकै अगाडि सामाजिक सञ्जाल प्रयोग गर्न जाने भने राम्रै छ। सबैजना मिलेर अगाडि बढौँ, त्यो भन्न चाहन्छु। टक्क हेर्नुहोस्, यो चाहिँ हो सिमला माल रोडको टापुमा पुगिसकेको छु र माल रोडमा अहिले चाहिँ मान्छेहरूको भिडभाड अनि माल रोडको पछाडिपट्टि ब्याकग्राउन्ड गएकोलाई त थाहै होला, यतातिरको सबै थाहा होला। यो चाहिँ माल रोडदेखि पारि देखिने चाहिँ यो ब्याकग्राउन्ड चाहिँ पारिपट्टि हो। यो चाहिँ माल रोडको टापुबाट हानेको है खिचेको भिडियो हो। माल रोडमा मान्छेहरूको धाँधी छ। अहिले खाना खाने टाइम होला, मान्छेहरू भोगाएर अहिले त्यति छैन। अघि त यहाँ केही छैन, रन्थन हल्लिरहेको थियो क्या। त्यही भएर चट्ट हजुरहरू पनि आउन सक्नुहुन्छ सिमलाको माल रोडतिर। दामी हुन्छ, एकदमै रमाइलो। मलाई पनि बोल्न पनि त्यति सकेको छैन, रुगाखोकीले सताएको छ, स्वरले साथ दिइरहेको छैन र भन्न मन नहुँदै पनि भनिरहेको छु। माग गरिदिनु होला, केही गल्ती भए क्षमा प्राप्ति छु। सो यसरी यहाँ घोडा भनेर चाहिँ यो घोडीमा चढाउँछन् है। घोडीमा प्रायः फेरि यता चढ्ने भनेको घोडीहरूले नै चढ्छन्। घोडाहरू चढेको गाउँमै देख्छु, घोडीहरू चढ्दैछन्। यसरी घोडीमा चढ्ने भए हजुरहरू पनि आउनु होला। चट्ट म त घोडा हो कि भनेर चढ्ने भनेर गएको। पछाडिपट्टि यसो न के भन्छन् होइन, आँखा जाँदाखेरि घोडी रहेछ कि, त्यही भएर म चाहिँ नबस्ने घोडीमा के बस्नु है। त्यही भएर चट्ट मिलाएर हेरिदिनु होला। घोडीमा बस्ने रहर छ, मन छ, भिडियो बनाउनु मन छ भने कृपया हजुरहरू पनि आउनु होला। चट्ट यसरी घोडीहरू बन्नेमा दाना पानी पिलेर होला होइन। एकदम हाइट हुन्छ क्या, मान्छेभन्दा नि अग्लो बवाल हुन्छ। टक्क मिलाएर हेर्नुहोस्। सिमलाको सब्जी मन्डी है, सब्जी बजार। यहाँ पुरै सब्जीहरूको दोकान होइन, सागपातहरू मात्रै पाइन्छ। सागपात किन्ने भए यतातिर आउनु होला। त्यो चाहिँ हो लोकल बजारदेखि माथि भाइजान्सको यतापट्टि अपोजिट साइड हो यतापट्टि। अनि यो हो बस स्ट्यान्डबाट देखिँदै गरेको दृश्य। बस स्ट्यान्डबाट लिएको हो यो चाहिँ दृश्यहरू दामी छ, बवाल। त्यही भएर अनि म पनि अहिले चाहिँ बिस्तारै अब तलतिर झर्दैछु। बस स्ट्यान्डदेखि थोरै अलि माथि थिएँ, अब यो माल रोडबाट तल झर्दै गरेको हो कि। त्यही भएर म पनि अब हिँड्दै हो, म पनि जानुपर्छ। बिहान आएको, आज मौसम पनि त्यस्तै छ, धमिलो बिहानदेखि। अब मौसम पनि साफ भएन खास। अनि म तल मेन रोडमा आइसकेको छु, हाइवेमा आएर अब बस स्ट्यान्ड जानुपर्ने। यहाँदेखि अब 5 मिनट जति भन्नु छैन, 5 मिनट जति लाग्छ। टक्क बाटोमा जे हुन्छ जस्तो हुन्छ देखाउने कोसिस गर्छु। कृपया भिडियो जे जसोकै भए पनि हेरिदिनु होला। टक्क मिलाएर के बजार भन्छ यो चाहिँ सिमलाको लौडा बजार हो है। लौडा बजार बिहान मर्निङको लौडा बजारमा आउनु होला। त्यही पनि ठिक छ। त्यहाँदेखि लौडा बजारदेखि माथि जान्छ, सिधा टापुमा जाने भयो सबैजना। मर्निङमै निक्लिएको थिएँ भोलिपल्ट हो यो चाहिँ। त्यो दिन म त्यतै बसेर भोलिपल्ट चाहिँ बिहानै निक्लिएको। बिहानै निक्लिँदाखेरि यस्तो थियो। यो चाहिँ माल रोड जाँदै गर्दा है, माथितिर जाँदै गर्दा बिचमा हो यो चाहिँ। टक्क पढ्न सक्नुहुन्छ, लेखिएको छ होइन।
भिडियो भने कहाँ हो आफै पढ्नुहोस् है त यो चाहिँ देखाएकै छ पढ्नुहोस् न धेरै भन्दा पनि मन लागेन टक्क भिडियो हेर्नुहोस् है